अहिलेको मौसमको केही भरै छैन कि यस्तो घाम लागेको बेलामा नि यसरी पानी आउँछ भनेर सोचेको पनि थिएन। सो हेलो एन्ड नमस्ते, वेलकम छ हजुरहरूलाई मेरो डे 33 मिनी ब्लगमा। आयो हजुरहरू सन्चै हुनुहुन्छ भने आशाको साथमा चाहिँ न्यू डेली ब्लग लिएर आइसक्यो। अनि आज चाहिँ मैले नानीको लागि मकै उसान दिन लगाएको थिएँ। अनि नानी स्कुल जान्छ भनेर चाहिँ मैले खासमा खाजा यही लग्छ भनेर चाहिँ मैले मकै उसान दिन लगाएको थिएँ। तर नानीलाई चाहिँ सन्चो नभएर चाहिँ फेरि मैले पठाइनँ आज पनि। अनि चाहिँ पोलेको मकै पठायो भने त डह्रो हुन्छ नि त, अनि त्यही भएर उसान दिन्छु भनेर चाहिँ मैले 4-5 घोङा मकै लिएर आएर चाहिँ नङ्गाउन थाले। अनि के साथीहरू, यसपालिको मकै चाहिँ बेसरी चाम्रो भएर चाहिँ भाँच्न सक्छ कि सक्दैन मलाई चाहिँ थाहा छैन। करौती लिएर यसपालि पनि मकै भाँच्न पर्छ जस्तो मलाई लागिरहेको छ। काँचोमा त गाह्रो भइरहेको छ। अनि साथीहरू, मैले चाहिँ खानामा आज आलु कुचा बनाउन लाएँ। अनि त्यसको लागि चाहिँ मैले तेल बसालेर लसुनलाई चाहिँ रातो हुने गरेर मैले पकाएँ। यो लसुनको मात्रै कुचा हजुरहरूले खानु भयो कि भएन, मैले चाहिँ खाऊ यस्तो मिठो हुन्छ कि लसुनको मात्रै कुचा बनाए पनि। अनि साथीहरू, मैले चाहिँ दालमै आलु हालेर पकाइसकेको थिएँ। अनि मैले चाहिँ लसुन र खुर्सानी पकाएको चाहिँ मैले एउटा भाँडामा लिएँ। अनि त्यसमा नुन हालेर मिस्न थालेँ। नुन हाल्यो भने त अलिक खस्रो खस्रो हुन्छ नि त, अनि छिटो मिक्स हुन्छ। अनि सो साथीहरू, मैले चाहिँ नि आलु पनि मिची हालिदिएँ। हजुरहरूलाई कतिको मनपर्छ यो आलुको चाहिँ? मलाई चाहिँ मिठो लाग्छ कि है, मस्त मिक्स हुने गरी चाहिँ मैले हालिदिएँ। अनि त्यसमा चाहिँ मैले अमिलोको लागि चाहिँ चुक युज गरेँ। हजुरहरूले जे पनि युज गर्न सक्नुहुन्छ। सो साथीहरू, यहाँ चाहिँ हाम्रो खाना आज चाहिँ हामी बुढाबुढी मात्रै थियौँ। मम्मी र बाबा चाहिँ आन्टीहरूको धान काट्न जानु भएको थियो। अनि एकछिनमा चाहिँ म पनि जानु छ। सो साथीहरू, म चाहिँ निस्केँ त्रिपाल लिएर। अनि म चाहिँ नानीलाई स्कुल पठाउँछु भनेर चाहिँ म खास गरी गएको थिएन। नानीलाई चाहिँ सन्चो नभएर चाहिँ मैले फेरि आज पनि पुऱ्याइन। अनि साथीहरू, म चाहिँ जान लागेको त्रिपाल लिएर धान उठाउने भनेर। मम्मीहरू चाहिँ बिहान गएर धान काट्नु भयो। अनि आज भोलि त त्यही त हो नि है, पानीले केही भरै हुँदैन, त्यही भएर चाहिँ अनि बिहान काट्ने बेलुका चाहिँ उठाइहाल्ने गर्नुपर्छ कि। अनि म चाहिँ गएँ त्रिपाल लिएर लखर हिँड्दै, किनभने धेरै टाढा पनि थिएन। अनि म चाहिँ सर्टकट बाटो जान्छु भनेर चाहिँ बारी गएँ। यसो साथीहरू, म चाहिँ पुगेँ। अनि के साथीहरू, मैले पानी खाएँ। अनि यस्तो घाम चर्को लागिरहेको थियो होइन। अनि एक्कासी पानी आइदियो कि धन्न बरु हामीले उठाएर चाहिँ भ्याए। अनि धानलाई छोप्दा चाहिँ हामी सबैजना यस्तै भिज्यो कि निथ्रुक्कै भएर भिज्यो। सोचेको पनि थिएन कि यति ठुलो पानी आउँछ भनेर। यस्तो घाम चर्किरहेको थियो। अनि घामकै लोभले भए पनि हामी ढिलो उठाइरहेको थियौँ। धन्न बरु हामी उठाएर चाहिँ भ्यायौँ। सो साथीहरू देख्नु। अनि एकछिन अनि यसो बादल हेरेको पानी नपर्ला जस्तो गरिरहेको थियो। तर एकैछिनमा फेरि पानी त त्यस्तै नै आइहाल्यो कि है। यो पानीले पनि के विधि दुःख दिइरहेको के। त्यतिकैमा आन्टीले चाहिँ चिया पकाएर ल्याइदिनु भयो। अनि चिसो मौसममा त चिया त खानै पर्यो। सो साथीहरू, सानाबा चाहिँ जानु भयो अब आज धान झारिन भनेर लाएर बान्नलाई चाहिँ जानु भएको छ। फेरि साथीहरू, एकैछिनमा त्यस्तै पानी आइहाल्यो कि। पानी मात्रै आएर केही भयो हुन्थेन, हावा पनि त्यस्तै आइरहेको थियो। धन्न असिना चाहिँ अलिक मसिनो नै पर्यो। अनि साथीहरू, मेहनत गरिसकेपछि त फल पाउँछ भन्ने हुन्छ नि त। हामीले चाहिँ फल पाउने बेलामा नै यस्तो दुःख पाउनु पर्यो कि। सो साथीहरू, पानी चाहिँ लास्टै आइरहेको थियो कि होइन। कस्तो कति बेला रोकिन्छ र ठेसर लाम्ला भनेको एकैछिनमा रोकेको थियो। अनि बादल यस्तै ढकमक्कै ढाक्यो। के गर्ने साथीहरू, फेरि एकैछिनमा फेरि त्यस्तै पानी आयो। अब यस्तो पाराले चाहिँ हुँदैन। हामी चाहिँ अनि घरतिर लाग्यौँ। सो साथीहरू, आउँदा चाहिँ बाटोमा न्युरो देखेको। अनि मैले चाहिँ यो न्युरो भनेर